हाम्रोमा चाहिँ कटर खाना धमाधम छ है। कटर खाना आइसिनु होला। यो चाहिँ हाम्रो बाबाको दाजुको बगैँचाबाट बिहान दिजूले ल्याइदिनु भएको थियो। आज चाहिँ हामीहरू कटर खाने है। कटर भर्दैछु म। कटर यो चाहिँ हाम्रो आफ्नै आफ्नै देवाको बडाबाको बारीको बगैँचा छ है। हाम्रो चाहिँ यसको बाबाको दाजुको घरमा कटहर आँपको चाहिँ पुरा बगैँचा छ। गोपा क्याम्प हस्पिटल छेउमा। इच्छा हुनेले खाने मन हुनेले चाहिँ सम्पर्क गर्दा हुन्छ। बेचबिखन पनि हुन्छ त्यहाँनिर। त्यो चाहिँ कत्रो है। कस्तो ऊ भयो च्यापच्यापे। यो भएर ग्लोभ नभएर मकेको रहेछ ग्लोभ। अनि हजुर खाइसक्यो। खानुस् निकालेर। कटर खाम है। फर्स्ट बाइट तपाईँहरूलाई। मिठो 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 एकदम मिठो छ यो चाहिँ। कतिवटा खानु? तिनवटा। कस्तो मिठो क्या। त्यो बजारमा किनेको चाहिँ यस्तो मिठो हुँदैन क्या। भएर गुलियो चाहिँ गुलियै हुन्छ तर यस्तो टेस्टी चाहिँ स्वादिलो चाहिँ हुँदैन नि त। यो चाहिँ हाम्रो बडाबाबुको घरको बारीको। अब खाने मै त हो। तपाईँहरू खानु न है। मै खाने हो सबै। आँप लिची कटहर चाहिँदा चाहिँ टन्नै बेचबिखन पनि हुन्छ। हाम्रोमा पनि छ फलफुलहरू चाहिँ तर कटहर र आँप चाहिँ छैन। वाउ कति दिन पुग्ने रहेछ यसले त मलाई त। कति खानु? छवटा राम्रले राम्रले खानुभएछ नि। निकै खानुभयो छ्यामले पनि। उतै नै खानुभयो। बाबाले कतिवटा खानुभयो? बाबाले 3 पिस खानुभएछ। आमाले 6 पिस खानुभएछ। म चाहिँ सबै खाने अब। अब कसले खाने त यो? खुट्टा पनि दुख्छ भन्छ। कटहर मुकबाङ। कतिवटा 2-3वटा खाइसक्यौँ है यसपालि हामीले। खानु गरम भयो। बत्ती बालेको थिएन। यति नै भयो होला। अब सबै निकालेर राख्नु होला। भन्नु छ हामी खानु। तपाईँ पनि खानु अगाउने गरी खानु। खानु न बाबा आमा खानु न। मिठो मिठो कटर खाइयो। ओके बाय बाय।